ल ल नभन्नु के भने नि त ल राति लान्छ भनेर भने मान्दैन सेकेन्डमै ल यार मैले भने नि होटलतिर फोन गरिदिउँ कि फोन गरौँ है अनिललाई। फोन हान्न फोन मेरो बिहानै सिट्यो भने 5 सिट्यो। ल अहिले अहिले खोला तुरुन्तै माथि उठ्ने यार हेर त कति मान्छे ल यार कति मान्छे गऱ्यो होला है कति कति अब तपाईँ मान्छे घर आएर सुधार बसे अनि राति गभर्मेन्ट बिजी यहाँ अनि ओइ अनिललाई फोन गर्न आइदिएन। फोन गरे होइन फोन नआइपुग्दैन अनिल कहाँको कहाँ राखिन्छ भाग भन्छ छिटो। तँ भाग छिटो भाग भाग मारेर बुद्ध मात्र टोकदेपट्टि कहाँ बेलनाजी बजार केही छैन छिटो भाग एउटै छैन रे भने हामी केसीहरू कटेन। नमस्ते दर्शकबिन, हिजो बेत्रावती बजारलाई चाहिँ यसरी पानीले लगेको थियो। नदी अकस्मात आएर बजारलाई केही मिनटमै सुहा बनाएको छ। दुःखद घटना, बिचरा ती कति मान्छेहरू अबोध मानिसहरूलाई पानीले बगाएको भन्ने खबर आएको छ। अहिले बजार पूर्ण रूपमा क्षति भएको छ। जे होस्, भगवानले सबैलाई कल्याण गरून्। हस्त, नमस्ते।